ल हामी आइपुग्यौँ। कहाँदेखि हो बुवा? मन्दिर जाने कहाँदेखि हो? के बाटो? ल गेटदेखि जाने बाहिरको धेरै माथि छ। कस्तो थाके त। हजुर ल म जाँदैछु ल, थाकिसक्यो त्यही म जान्छु ल। कहाँदेखि माथि जाने अङ्कल? ल धन्यवाद। यहाँ चाहिँ के मेरो चाहिँ पूजा गर्न मिल्दैन अहिले, त्यही भएर म गरेन। कहाँदेखि माथि जाने हो? यो त तल जाने जस्तो छ त। यहाँदेखि होला है। त्यहाँ एउटा बाजे हुनुहुन्छ, के गर्दै हुनुहुन्छ? फेरि यहाँदेखि माथि हो, यहाँदेखि माथि हो मन्दिर, पुरानो दक्षिणकाली। ल धन्यवाद भाइ। हजुर मद्दत गरेर लग्ने कसरी? सामान बोक्दैन कि? ए खर्च दाइ यार, खर्च भनिदिनु हो त। रुक्नुहोस् दाइ, हेर्छु खुद्रा पैसा छ कि नहीं। लाउनुहोस् भाइको तर्फबाट। यहाँदेखि कति माथि छ? त्यही माथि, त्यही माथिदेखिको। ए ल ल दाइ धन्यवाद। हजुर दाइ, अब कोही छैन साथी त कसले ल्याउने कि, एक्लै आउनु पर्यो। क्यामेरा मेरो साथी हो। नेट हाल्न मिल्दैन यसमा, यसमा त मेरो भिडियो हुन्छ होइन, अनि यो चाहिँ मोबाइलमा पठाएर हाल्ने युट्युबमा, बुझ्नुभयो नि? ल म गएँ त। त्यहाँ म गएन दाइ। हजुर दाइ कहाँ जाने दाइ? जेन्जी भनेपछि यो हामी जस्तो अब 18 वर्ष, 18देखि लगभग 19 29 त्यस्तै वर्षसम्मको। हजुर सानो उमेरको मान्छे जेन्जी भन्छ। सानोलाई नै यस्तो नै म जतिको, मभन्दा थोरै ठुलोहरूलाई मतलब 18-20 वर्षको। हजुर ल ल दाइ गयो ल। यस्तो माथि छ यार, बच्चाहरू चाहिँ कुदेर आएर के भनौँ, म के भन्दैन। अब मान्छे नै आउँदैन होला आन्टीकोमा, कोही किन्दैन होला, अनि त्यही भएर मैले हल्का किन्दे पनि। म किन्ने सोचिरहेको थिएँ केही किनौँ भनेर, ठ्याक्कै यो सानो मिल्यो, जानु भयो। यस्तो माथि छ यार। यो दाइले के भनेको थियो, यो सिडी सिद्धिने बित्तिकै मलाई यहीँ सिद्धि होला भनेको। सिट भयो यार, मेरो त हावा निस्क्यो यार साँच्ची। त्यहाँ बस्ने ठाउँ रहेछ, अझै माथि छ यार। म त पसिना भइसक्यो यार, ब्यागले गर्दा त झन्। कुर्सी मात्रै होला भनेको। छ
छ भन्दै यतिकै अरू दाइले भन्दै हुनुहुन्छ 6 भनेर मैले पनि 6 भन्दै। दाइ फर्पिङ लेखेको कहाँ छ? हजुर अझै माथि हो? धन्यवाद दाइ, माथि जानु पर्यो यार। हजुर ल गएँ ल, यहीँ छ अरे। यहीँ भयो नि, यहाँ हावा निक्लिसक्यो मेरो। ल हामी चाहिँ आइपुग्यौँ फर्पिङ लेखेको ठाउँमा। यही हो, यहाँ चिप्लो छ जस्तो छ। हल्का माथिदेखि जाउँ, यहाँ घरदेखि देखिन्छ। यही घरदेखि त के भन्नु, रोडदेखि फर्पिङ लेखेको। यहाँदेखि भ्यू हेर्न सक्नुहुन्छ काठमाडौँ भ्याली, खतरा दामी छ यार। त्यहाँनिर रोड छ। एकछिन बसौँ होला यस्तो थाकेँ। सो मैले चाहिँ फर्पिङको त्यो त्यहाँदेखि भ्यू हेरेर अब म चाहिँ माथि जाँदैछु। माथि चाहिँ अझै माथि रहेछ, अझै माथि यार। त्यसमा पुरा खाली छ। सायद मलाई लाग्छ यहाँ मान्छेहरू धेरै आउनुहुन्न, किनकि यो धेरै हिँड्नुपर्छ क्या यहाँ। यस्तो माथि रहेछ। म त थाकेँ तर यार, एकछिन बसेको शीतल लाग्यो। यस्तो माथि आयो म यहाँ। यस्तो शान्ति छ यार, अति शान्ति। अझै माथि छ यार, सिधा माथि रहेछ अझै। त्यहाँ जस्तो छ त्यहाँहरू त हो कि नै फेरि। क्या दामी देखेको यार यहाँदेखि। पुरा हरियाली, थोरै थोरै घर छ साइड साइडमा नि। सो म चाहिँ यहाँ चौतारीमा चिसो चिसो हावा खाँदैछु। यस्तो थाकेँ हिँडेर होइन, भर्खरमा चाहिँ यस्तो चिसो आइरहेछ, हावा आइरहेछ। यहीँ बस्नु लागिरहेछ। माथि मन्दिर छ भनेको, मन्दिर त देख्दैन म, अहिले गएपछि देखिन्छ होला। हेलो हेलो, के बनाउँदै हुनुहुन्छ? ए मन्दिर चाहिँ कहाँ छ दाइ? मन्दिर यहाँदेखि माथि जानु। अझै माथि छ? ल धन्यवाद दाइ। ल तपाईँ युट्युबको च्यानलको नाम के छ? भान्जा भ्लग्स। भान्जा भ्लग्स? हजुर ल हेरिदिनु होला है दाइहरू। हजुर दाइ धन्यवाद। ल बाई। हजुर अझै माथि रहेछ मन्दिर। अब चाहिँ प्लेन छ जस्तो छ यहाँ। प्लेन भनेको त अझै माथि रहेछ त। त्यहाँदेखि अझै माथि। के छ दाइहरू? हेलो नमस्ते। नमस्ते नमस्ते। आयो ल, मन्दिर चाहिँ आयो ल। पुरानो दक्षिण कालीको दर्शन गरियो। उही बाइक आउँछ त, कुन बाटो आयो बाइक? अङ्कलहरू बाइकमा आउनुभयो? गाडी आउँदैन यहाँ? ए हिँडेर आउनु पऱ्यो त्यहाँ तलदेखि। यस्तो थाकेँ, खतरा टिकटक। नाइस नाइस। ल आइपुग्यौँ माथि। खै त सुनसान छ त।